ये भर्खर मात्रै मेरो दादाको बिहे भएको छ अनि दादासँगै मेरो प्यारो भाउजू पनि हाम्रो घरमा भित्रिनु भएको छ। मेरो दुईजना दिदीहरू अलरेडी हुनुहुन्थ्यो, उहाँहरूको बिहे भएको भएर घरमा एकजना फेरि फिमेल मेम्बरको कस्तो मिस भइरहेको थियो मलाई। अहिले फाइनल्ली मेरो साथी जस्तै मभन्दा ठ्याक्कै 2 ब्याच सिनियर नै हो मेरो भाउजू मेरो कलेजको। सो भाउजू आफ्नै एज ग्रुपको जस्तो मेरो दाइ जस्तो एकदमै स्विट भाउजू पाएको छु, त्यसको लागि म लगायत हाम्रो फ्यामिली सबैजना एकदमै ह्याप्पी छौँ। हेर होइन ठ्याक्कै हेर ल। अब भाइको पनि बिहे भयो, कस्तो फिल भइरहेछ त? एकदमै रमाइलो। अर्को बहिनी आएको छ हाम्रो, अब घरमा जाँदाखेरि मलाई हतार 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 गरेर काम गर्नु पर्दैन। त्यो त स्वार्थ भइहाल्यो नि। होइन स्वार्थ मलाई रेस्ट मिल्छ, नेक्स्ट डेबाट गरिहाल्छु नि। भाइ बुहारीको लागि चाहिँ के हो? त्यो त आफ्नो मात्रै हेरेको भयो कि खोइ त भाइ बुहारीको लागि के हो त? मेरो भाइ बुहारीलाई त फर्स्ट अफ अल म आई एम भेरी ह्याप्पी विथ देयर कन्जुगल लाइफ। अनि मेरो भाइ अब उसले आफ्नो गर्नुपर्ने कर्तव्य पुरा गर्छ अनि इच एन्ड एभ्री सिचुएसनमा ऊ स्ट्यान्ड बाई भएर बुहारीको अगाडि बढ्छ। त्यो कुरामा चाहिँ आई एम भेरी कन्फिडेन्ट। भाइ तथा बुहारीलाई नयाँ दाम्पत्य जीवनको हार्दिक मङ्गलमय शुभकामना। अनि त्यसपछि खुसी रहनु अनि ह्याप्पी रहनु, आफ्नो चाहिँ करियरमा आफ्नो लाइफमा अगाडि बढ्नु, त्यसपछि आफ्नो दाम्पत्य जीवन सँगसँगै सबै परिवारलाई अगाडि बढाउनु, त्यही एकदम हृदयदेखि त्यही शुभकामना दिन चाहन्छु। मेरो तर्फबाटै मेरो भाइ बुहारीलाई ह्याप्पी म्यारिड लाइफ भन्न चाहन्छु हामी दुवै माइलो दिदी भिनाजुबाट। थ्याङ्क यू। भाइको दिदी हो, उनीहरूलाई वैवाहिक सम्बन्धको धेरै धेरै शुभकामना छ र तिमीहरू जस्तो तिमीहरूको स्माइल छ, तिमीहरूको सम्बन्ध पनि सधैँभरि यस्तै गरी हाँसी खुसी बितिरहोस्। र हाम्रो घरमा नयाँ बहिनी आएकी छन् त तिमीलाई हाम्रो घरमा धेरै नै स्वागत छ र हाम्रो सम्बन्ध र माया सधैँभरि हाम्रो साथ तिमीलाई सधैँभरि भइराख्नेछ। यही नै मेरो शुभकामना छ तिमीहरूलाई। हेलो, म चाहिँ दुलाको भिनाजु, जेठा भिनाजु। म चाहिँ भाइको विवाहले एकदम हर्षित भएको छु। घरमा नयाँ बुहारी त के भनौँ, बहिनी सर नै बुहारी भित्रिएको छ, यसमा एकदम खुसी छु। अब हामी पहिले आमा मात्रै घरमा भेटिनुहुन्थ्यो भने अब बुहारी पनि हुँदा एकदम हाम्रो परिवारमा एकदम खुसीको माहौल छ। यो माहौल सधैँभरि यस्तै रहिराखोस् भन्ने एकदम शुभकामना छ। मैले दुःखको कुरा पनि मसित भन्छन्, सुखको कुरा पनि मसित भन्छन्। उनको बानी मलाई अत्यन्तै त्यही मनपर्छ। मेरो मम्मीको खुसी नै मेरो खुसी भन्छन्। यो बानी अहिले पनि गएको छैन उनको। पढ्ने बेला पनि हजुरको सपना पुरा गर्न छ भन्छन् उनको बानी। मेरो मम्मीको सपना पुरा गर्न छ भने चाहिँ मसित देखाउन चाहन्नन् अनि अहिले दिदीसित सेयर गर्छन्। मैले 2टा छोरी दिएर एउटा छोरी ल्याइछु भनेर म खुसी छु होइन। हाम्रो पनि सेवा गर्छिन्, आफ्नो पतिको गर्छिन्, इष्टमित्रको गर्छिन्, भगवानको सेवा पनि गर्छिन्। साह्रै खुसी छु। आजको दिन संसार नै होइन, संसार मैले उज्यालो देखेको छु। जुन दिन मेरो बुहारी मैले घरमा भित्राएको होइन, सोपुत्री भित्राएको भन्ने आह्वान गरिरहेको छु। मैले बुहारी ठानेको छैन, तिमीलाई सोपुत्री मेरो छोरी ठानेको छु। मेरा 3 बहिनी छोरी थिए, तिनी एउटाका छोरालाई दिनै पर्ने छ भनेर 2टी छोरी त दिइसकेँ र भने जस्तै जमाईहरू मैले अहिले पाएको छु। अब आउने एउटी कान्छी छोरीका मेरा ज्वाइँ पनि हामी सौदा र हामीलाई मनपर्दो पाउनेछौँ भन्ने मेरो श्रीमतीले रात दिन प्रार्थना गरेर बसिरहेकी छन्। मैले सङ्घर्ष गरिरहेको छु। सुपुत्र सुपुत्रीहरूलाई यहाँसम्म पुर्याउन सफल भइन्। मेरो श्रीमतीलाई पनि बधाई दिँदै र मेरा 2 जमाईलाई मैले जमाई ठानेको छैन, मेरा 3 छोरा भए भन्ने ठानेको छु। यसैमा मात्र नभएर अब आउनेलाई पनि मेरा 4 छोरा
चार छोरी भन्ने सम्झने छु भन्दै मेरा 2-4 शब्द यहीँ समाप्त गर्छु। जय देश, जय नरेश।